आजको भिडियोमा दुईवटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गरौँ। एउटा विषय भनेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुवाबासी चलेको छ। व्हाइट हाउसभित्र जहाँ बसेर उनी दुनियाँलाई गाली गर्थे, दुनियाँको मजाक उडाउँथे, दुनियाँलाई चुट्ला जस्तो गर्थे, आफ्नो घरमा मान्छे बोलाउँथे अनि त्यहाँ बसेर दन्गाउला जस्तो गर्थे। त्यही कुर्सीमा बसेर आज उनी रुने अवस्थामा पुगेका छन्। यो यस्तो अवस्थामा किन पुगे उनी भन्ने विषयमा कुरा गरौँला। अर्को एउटा पाकिस्तानसँग सम्बन्धित खबर आउँदैछ। पाकिस्तानले अमेरिकालाई धोका दिएको अथवा डबल क्रस गरेको, डबल गेम खेलेको भन्ने समाचार आएको छ। त्यसको बारेमा पनि कुरा गरौँला। तर सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालत हेरौँ पहिले यो भिडियोमा। They did 2 days ago. They said you're going to have to take it. We were going to go with them, but they changed their mind because they didn't put it in the paper. So when they sent us this document that we waited 4 days for, that should have taken 10 minutes to do. Look, very simple. विश्वकै शक्तिशाली राष्ट्रको शक्तिशाली राष्ट्रपतिको हालत हेरौँ, उनको बडी ल्याङ्ग्वेज हेरौँ, उनले बोलेका कुराहरू सुनौँ, उनको अनुहार हेरौँ। थकित हारेको सबै सिद्धिसकेको अवस्थामा पुगेका छन् उनी। के भन्दैछन् भनेदेखि 3-4 दिन पहिले त यो इरानले मलाई आफ्नो देशमा बोलाएको थियो, हामीले त्यसको देशमा बम खसालेर युरेनियम एकदमै जमिनभित्र धसियो। अब इरानले हामी निकाल्न सक्दैनौँ, तिमी आऊ निकालेर लगेर जाऊ भनेर भनेको थियो। आज आएर इरानको खै के मुड चेन्ज भयो, हामीले भनेका केही पनि शर्त मान्दैन भनेर भन्दैछ इरानले भनेर भन्दैछन्। इरानले लिखित रूपमा हामीसँग एग्रिमेन्ट गरेको थिएन, उसको मुड चेन्ज भयो, आज उसले युरेनियम दिँदैन भनेर भन्दैछ। खै किन भन्दैछ मलाई थाहा भएन भनेर भन्छन् डोनाल्ड ट्रम्प। यस्तो हालतमा पुगेका छन् डोनाल्ड ट्रम्प, जोकर जस्ता बने। 3-4 दिन पहिले यिनले आफ्नो सोसल मिडिया पोस्टमा सबै कुरा माने इरानले, सकिसक्यो, घुँडा टेक्यो, मैले खत्तम पारिदियो यसलाई, चाहिँ युरेनियम लगेर जा भनेको छ, स्ट्रेट अफ हर्मुज खुलिसक्यो, सारा यो दुनियाँ एकदमै स्वर्ग बनिसक्यो भनेर लेखे। आज त्यहाँ बसेर के भन्दैछन् भनेदेखि इरानले चिटिङ गर्यो, मसँग धोका दियो, हिजोसम्म दिन्छु भनेको युरेनियम आज दिन्न भन्छ, म के गरौँ भनेर भन्दैछन्। र यो सबै कुरा हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाइनाको जुन भिजिट हुँदैछ त्योसँग कतै न कतै यसको कनेक्सन छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चाइना जाँदैछन् भिजिटमा र उनले त्योभन्दा पहिले के सोचेका थिए भनेदेखि म यो सबै कुराहरू समेट्छु, इरानलाई घुँडा टेकाउँछु, इरानको युरेनियम लगेर जान्छु, इरानसँग सहमति गर्छु। उता स्टेट अफ मलक्कामा मैले इन्डोनेसिया राखिसकेँ, यतापट्टि इरानलाई मैले घेरिसकेँ, उता भेनेजुएला मेरो कब्जामा छ। अब जो पनि कुरा म चाइनामा गएर गर्छु, जे पनि सहमति गर्छु, मेरो हात माथि हुनेछ। मैले भनेका कुरा चाइना मान्न सक्छ। यो सबै कुरा मेरो कब्जामा भइसकेपछि अब चाइनामा मेरो वाह हुनेछ भन्ने उनलाई लागेको थियो। चाइना पनि के कम, चाइनाले इरानलाई सहमति नगर भनेर उक्साइदिएछ। यता आज आएर इरानले म त सहमति केही पनि गर्दैन भनेर रिजेक्ट गरिदियो। उल्टै 14 बुँदे शर्त पठाएछ अमेरिकालाई, मेरो युरेनियम कार्यक्रम जारी रहन्छ, म युरेनियम कसैलाई दिँदैन, स्ट्रेट अफ हर्मुज मेरो कब्जामा रहन्छ, तिमीहरू यहाँबाट भाग भनेर इरानले अमेरिकालाई भनिदियो। तर जेसुकै कारणले भएको भए पनि यसले झन समस्या निम्त्याउने देखाएको छ। अमेरिकाको न्युक्लियर सबमरिन छ जिब्राल्टारमा, त्यो बाहिर निस्क्यो। सबमरिनहरू नर्मली बाहिर निस्किँदैनन्, त्यो महिनौसम्म पानीभित्र जान्छन्, लुकेर बस्छन् र त्यसको लोकेसन आफ्ना दुश्मनहरूलाई थाहा दिँदैनन्। त्यो हरेक ठाउँमा जान सक्छ, विश्वको कुनै पनि कुनामा जान सक्छ पानीभित्रैबाट। त्यसलाई जिब्राल्टारमा बाहिर निकालिएको छ। अहिले नर्मली कहिलेकाहीँ ल्याइन्छ, तर त्यसको प्रचार प्रसार गरिँदैछ, हामीले बाहिर निकाल्यौँ भनेर सबै विश्वका मिडियाहरूमा त्यो सबमरिन आएको देखाउँदैछ। यसको एउटा साङ्केतिक अर्थ पनि हुन्छ, त्यो न्युक्लियर सबमरिन हो, त्यसले न्युक्लियर वेपनहरू लन्च गर्न सक्छ, भनेको आणविक हतियारहरू त्यहाँबाट हान्न सक्छ र त्यो जिब्राल्टारमा राखेको छ। यो भन्न के खोजिँदैछ भनेदेखि भोलि तिमीले मानेनौ, अब केही गरी पनि मानेनौ भनेदेखि यतापट्टि मेरो आणविक हतियार रेडी छ है भन्ने पनि सङ्केत हो। यसको कुरा के हुँदैछ भनेदेखि इरान पनि जिस्काउँदैछ अमेरिकालाई। 14 बुँदे शर्त पठायो, तयबाट भाग भनेर भन्यो। अमेरिकासँग अब कुनै अप्सनै बाँकी रहेन। अमेरिकासँग 2वटा अप्सन मात्र बाँकी छ। अमेरिकाले सबै कुराहरू गरिसक्यो, हानिसक्यो, आफ्नो फाइटर प्लेन पठाइसक्यो, बम हान्यो, मिसाइल हान्यो, यता स्ट्रेट अफ हर्मुज बन्द गरिदियो, उसका जहाजहरू रोकिदियो, नेभी खत्तम पारिदियो, सारा सिद्धाइदियो। इरान जस्ताको तस्तै टिकेको छ। इरानलाई दुःख छ, इरानमा दुःख छैन भनेको होइन, इरान समस्यामा छ, तेल बेच्न पाएको छैन, उसको अर्थतन्त्र ध्वस्तै छ, तैपनि ऊ घुँडा टेक्दै छैन। जुन दिन इरानले घुँडा टेक्यो त्यसको रिजिम सकियो। त्यो दिनदेखि त्यो इरान खत्तम भयो भन्ने सोच्नु पर्यो। त्यसैले गर्दा ऊ जेसुकै भए पनि, मर्नै लागेको भए पनि सास रोकेर बसेको छ, ऊ मान्दै छैन। अब अमेरिकासँग 2वटा अप्सन छ, एउटा आफ्ना सेना लगेर त्यो भित्र घुस्ने, अर्को अब आणविक हतियार प्रयोग गर्ने। अब सेना लगेर त्यहाँभित्र जानु पनि समस्या छ। अमेरिका पहिले नै एकदमै धेरै समस्यामा परिसकेको छ, धेरै पैसा खर्च भइसक्यो, उसका धेरै जहाजहरू डिस्ट्रोय भइसके। अमेरिकाभित्र पनि डोनाल्ड ट्रम्पको विरोध हुँदैछ। त्यो अवस्थामा झन् सेनालाई पठाउँदा झन् खतरा हुने भयो। डोनाल्ड ट्रम्प सन्की मान्छे हुनु, फेरि जाऊ हान्दै पनि भनिदिन सक्छन्, उनको आफ्नो जाने केही होइन, अर्का छोराछोरी मार्नलाई जाऊ घुस पनि भनिदिन सक्छन्। तर त्यसले गर्दा उनको राजनीतिक जुन करियर छ त्यो ध्वस्त हुनसक्छ अमेरिकामा, र त्यस्तो नगर्ला। अर्को अप्सन रह्यो अब आणविक हतियार प्रयोग गर्ने।
यो भइदिन सक्छ, यो पहिल्यैदेखि नै यो हुन आँटेको थियो, त्यो रोकिएको थियो। अहिले के छ भनेदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले के भने यहाँ सुनौ पहिले। It's not over because there's still nuclear material, enriched uranium that has to be taken out of Iran. There's still enrichment sites that have to be dismantled. The highly enriched uranium will be removed from Iran. You go in and you take it out. With what? Special forces from Israel, special forces from the United उनी के भन्दैछन् भनेदेखि ट्रम्पले मसँग बाचा गरेका छन्, युरेनियम जसरी पनि त्यहाँबाट ल्याउँछु, जे गरेर पनि ल्याउँछु भनेर छन्। त्यो देशमा गएर होस् कि जेसुकै गरेर भए पनि त्यो युरेनियम बाहिर ल्याउनै पर्छ, नत्र युद्ध रोकिँदैन भन्ने उनको सिधा सिधा यो धम्की हो। डोनाल्ड ट्रम्प युद्ध रोक्न सक्ने अवस्थामै छैनन्। यता युएई पनि धम्की दिँदैछ युद्ध नरोक भनेर, बहराइन पनि त्यस्तै भन्दैछ, इजरायल पनि त्यस्तै भन्दैछ। नयाँ कुरा एउटा के आएको छ भनेदेखि अस्ति युएईमा धेरै हान्यो इरानले। धेरै मान्छेले प्रश्न सोधे इरानले युएईमा किन हान्दैछ भनेर भने। युएईले के गरेको रहेछ भनेदेखि जतिखेर युद्ध भएको थियो इरान, अमेरिका र इजरायलको, युएई पनि सामेल रहेछ त्यसमा। योले पनि आफ्नो फाइटर जेट उडाएर इरानभित्र आक्रमण गरेको रहेछ युएईले। अहिले बाहिर थाहा पाइयो। यो थाहा पाइसकेपछि अहिले सबभन्दा बढी युएईमा आक्रमण गर्दैछ इरानले। त्यसैले युएई, बहराइन र इजरायल लगायतका कतिपय देशहरू छन् जो यो युद्ध रोक्न चाहँदैनन्। जबसम्म इरानमा भएको युरेनियम बाहिर निस्किँदैन, जबसम्म इरानमा भएको युरेनियम त्यो इनरिच गर्ने फेसिलिटीहरू ध्वस्त हुँदैनन्, तबसम्म युद्ध नरोक भनेर ट्रम्पलाई दबाब दिँदैछन्। हाम्रो यति क्षति भइसक्यो, अब रोक्न पाउँदैनस्, अब भाग्न पाउँदैनस् भनेर ट्रम्पलाई समातेर राखेका छन्, अगाडि उभिएका छन् यसरी। त्यसैले गर्दा पनि समस्या छ। ट्रम्प यो युद्ध लामो तान्न सक्ने अवस्थामा पनि छैनन्। विश्वको अर्थतन्त्र ध्वस्त भइसक्यो। यो युद्ध समाप्त गर्ने एउटा मात्रै उपाय हो, एकैपटक केही ठुलो एउटा काण्ड गरेर इरान ध्वस्त बनाइसकेपछि मात्रै यो युद्ध रोकिन जस्तो अवस्था देखिँदैछ। त्यसैले गर्दा जिब्राल्टारमा यिनीहरूको आफ्नो सबमरिन बाहिर आयो भन्ने खबर छ। यो अब धम्कीका लागि पनि हुनसक्छ। अब चाइना जाँदैछन्, यतापट्टि इरान म्यानेज गर्न नसके पनि मेरो यतापट्टि न्युक्लियर सबमरिन रोकेर राखेको छु है भनेर देखाउनु पनि हुनसक्छ, आफ्नो ताकत देखाउने कुरा पनि होला। तर डोनाल्ड ट्रम्पमा विश्वास गर्न सकिँदैन, केही पनि गर्न सक्छन्। अर्को कुरो पाकिस्तानको कुरा के आयो भनेदेखि पाकिस्तान मध्यस्थकर्ता भयो वार्ताको। यता इरानसँग पनि ठिक्क, उता अमेरिकासँग पनि ठिक्क। यिनीहरूको जब सिज फायर भयो अमेरिका र इरानको, इरानबाट वार्ता टोली आयो यो पाकिस्तानमा, धेरै मान्छेहरू लिएर, धेरै जहाजहरू लिएर आयो। यो वार्ता टोली आउँदा इरानले लुकाएर राखेका आफ्ना देशभित्र जुन बचेका फाइटर जेटहरू थिए सबै ल्याएर आएछ, पाकिस्तानमा पार्क गरेर राखेछ। आफ्नो देशमा कुनै पनि बेला आक्रमण हुनसक्छ, ती ध्वस्त हुनसक्छन्। भोलि त वार्ता भएपछि त सबै कुरा शान्ति आइसकेपछि त उसलाई त आफ्नो सामान त चाहिएला। ती फाइटर जेटहरू आफ्ना देशमा सुरक्षित नहुन सक्छन् भनेर पाकिस्तानको नूर खान एयरबेसमा ल्याएर पार्क गरेको रहेछ। यो भन्ने खबर आएको छ। पाकिस्तानले डिनाई गरेको छ, पाकिस्तानले होइन यस्तो भएको छैन भनेर भनेको छ। पाकिस्तानमाथि विश्वास गर्न सकिँदैन, गरेको पनि हुनसक्छ। अमेरिकाभित्रको वाल स्ट्रिट जर्नलले एउटा न्युज छापेको छ। के भनेको छ भनेदेखि पाकिस्तानले सही कुराहरू एकअर्कालाई नभनेको, इरानले भनेका कुराहरू सही तरिकाले अमेरिकालाई नभनेको र अमेरिकाले भनेका कुराहरू पनि सही तरिकाले इरानलाई नभनेको, दुईटैको बिचमा आफ्नै कुराहरू राखेर इरानले भनेका कुरा जस्ताको जस्तै नभएर अलिकति बटर सटर लगाएर राम्रो बनाएर अमेरिकालाई ल ठिक छ इरान सहमतिमा छ भनेर भन्ने, यतापट्टि इरानलाई पनि अमेरिका पनि मान्यो सबै कुरा ठिक छ भनेर इरानलाई भन्ने गरेको, सही कुराहरू वार्तामा कम्युनिकेट नगरेको र पाकिस्तानले डबल गेम खेल्न खोजेको भन्ने कुरा आउँदैछ। उता इरानबाट तेल पनि किनेको छ, अमेरिकासँग पनि साथी भएको हुनाले अमेरिकाले पनि तेल जान दिएको छ पाकिस्तानमा, ग्यास पनि आउन दिएको छ। इरानसँग पनि ठिक्क, अमेरिकासँग पनि ठिक्क परेर डबल गेम खेलेको भन्ने कुरा आउँदैछ। तर यो अपुष्ट समाचार हो। यदि यो समाचार पुष्टि भयो र यो सत्य कुरा निस्कियो भनेदेखि यो वार्ता सर्ता फेरि गयो बाढमा। पाकिस्तान बीचमा थियो, इरान र अमेरिकाको वार्ता गराउँदै थियो। अब वार्ता गराउने देश नै डबल क्रस गर्ने, डबल गेम खेल्ने रहेछ भनेदेखि त वार्ता त सक्यो त्यसपछि। त्यसैले गर्दा यी सबै कुराहरू हेर्दा इरानको युद्ध अझै लम्बिन सक्ने सङ्केत देखिन्छ। थ्याङ्क यू भेरी मच। आई विल सी इन द नेक्स्ट भिडियो।